भिडियो चाहिँ खास गरी न्यू युजरहरूको लागि जुन कि फेस लाइभ बस्न आउँदैन ल तपाईहरुले सब्स्क्राइब लाइक र कमेन्ट गरिदिनु होला। कस्तो लाग्छ यो भिडियो म तपाईहरुले सिकाइदिन्छु लाइभ कसरी बस्छ भनेर। पोपो लाइभमा सबभन्दा पहिला त तपाई यहाँ तलतिर हेर्नु, फर्स्टमै तपाई पोपो खोल्नु भयो भने यस्तै इन्टरफेस आउँछ तपाईको फोनमा। सबैको यस्तै आउँछ र यस्तो आइसकेपछि ओपन गरिसकेपछि तलतिर दाहिनेतिर तल कुनामा यहाँ हेर्नु त तल म सर्कल लगाइरहेको छु, यहाँ लाइभ लेखेको छ। लाइभमा टच गर्नुपर्ने हुन्छ तपाईहरुलाई र लाइभमा टच गरिसकेपछि तपाईहरुको यहाँ के आउँछ भनेर। यदि तपाई यहाँ लाइभ फोटो राख्नु भएको छैन भने यहाँ हेर्नु त माथि फोटो छ, गोलो लगाइरहेको छु म। यहाँ लाइभ फोटो हाल्नु पर्ने हुन्छ र यहाँ लेख्नु पर्ने हुन्छ कन्टेन्टमा के। यदि लेख्दा नि हुन्छ नलेख्दा नि हुन्छ, तपाईको मन लेख्नु छ भने लेख्छु, केही लेख्छु भन्दाखेरि नि हुन्छ, नलेख्दा नि हुन्छ। र त्यसको तल यो चुज गर्नुपर्ने हुन्छ यो अप्सनहरु, च्याटिङ, सिंगिङ, डान्सिङ, मेक फ्रेन्ड, यस्तो ट्यालेन्टहरु छ भने के त्यो गर्दा हुन्छ। केही ट्यालेन्ट छ तपाईसँग छैन भने यो च्याटिङमा सिम्पल च्याटिङमा गर्ने अनि त्यसपछि तल गो लाइभ लेखेको हो, गो लाइभ गर्दिने तपाईहरुको हुन्छ। र कति बेला बस्ने भनेसी म तपाईहरुले हेराइदिन्छु कति बेला बस्ने, के गरी बस्ने भन्दाखेरि यदि तपाई भर्खर न्यू युजर हुनुहुन्छ, भर्खर आइडी खोल्नु भएको छ भने तपाईहरुले 2 घण्टा बस्नु पर्ने हुन्छ। फिमेलहरुलाई, फेरि बोइजहरुलाई हैन, फिमेलहरुको लागि हो। बोइजहरुको नि भन्दिन्छु म अर्को भिडियोमा। के भन्छ कि 2 घण्टा बस्नु पर्ने हुन्छ र 2 घण्टा बस्दाखेरि ध्यान दिएर बस्नु पर्ने हुन्छ। यदि तपाईहरुसँग टाइम छ भने 2 घण्टा बस्दा भइगयो। यदि झ्याउ लाग्छ भने 1-1 घण्टा बस्दा हुन्छ। 1-1 घण्टा बस्दाखेरि हुन्छ। र के भन्छ बस्दाखेरि ध्यान दिएर बस्नुपर्ने कुराहरु, तपाईहरुले लाइभ बस्दाखेरि पछाडी कोही आउनु भएन, तपाई लाइभ छोडेर कतै जानु भएन, फेस मजाले हेर्नु पर्यो, त्यहाँ तरकारी काट्नु, खाना खानु भएन, सुत्नु भएन, ध्यान दिएर फर्स्टमा बस्नु पर्ने हुन्छ। र 5-6 लेभल कटिसकेपछि तपाईहरुले त्यहाँ जे गर्दा नि हुन्छ, तर फेस लाइभ छोडेर कतै जानु भएन। खाना पकाउँदा खादा हुन्छ तर 5 लेभल अलिक कट्नै पर्छ तपाईहरुलाई। फर्स्टमा बिगार्नु हुँदैन र तपाईको 7 दिनसम्म 2 घण्टा बस्नु पर्ने हुन्छ। 2 घण्टाको तपाईको 20,000 दिन्छ, 1 घण्टाको 10,000। यदि त्यहाँदेखि झरिसक्छ 1 घण्टाको 1,000 दिन्छ भने त्यहाँदेखि तपाई 1 घण्टै बस्नु पर्ने हुन्छ, 1 घण्टाको 1,000 पाउँछ, त्यहाँदेखि बन्न सक्दैन। यदि तपाईको त्यो पोइन्ट नि आएको छैन भने 1,000 भन्दा नि पोइन्ट आएको छैन भने 5 पोइन्ट अथवा लाइभको सेक्सनै हटिसकेको छ भने मलाई भन्न सक्नुहुन्छ, म सिकाइदिन्छु कसरी गर्नुपर्छ, के बिग्रेको छ भनेर। ल आजको लागि यति नै। र बोइजहरुको लागि म अर्को भिडियोमा भनिदिन्छु के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनेर लाइभ बस्नुलाई, र विथड्र कसरी हुन्छ, के गर्छ सबै म भन्छु। त्यसको लागि फलो गरिराख्नु र म सिकाइराख्छु। हस्त धन्यवाद। थ्यांक यू फर वाचिङ।